हेलो एभ्रिवान, नमस्ते। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ शनिबारको दिन म चाहिँ मन्दिर जाऊँ कि भनेर छोराछोरी लिएर मन्दिर जाँदैछु। मेरो छोरी चाहिँ बाटोमा डल समातेर हिँडिरहेको छिन्। अनि छोरा पनि छिटो जाऊँ न मामु भनेर छोराले नि भन्दैछ। अनि हामी चाहिँ हिँडिरहेका छौँ। मन्दिर पनि दर्शन गरौँ आज शनिबार, यसो पिपलको पनि दर्शन गरौँ भनेर हामी चाहिँ हिँडिरहेका छौँ। अनि मेरो छोराछोरी चाहिँ दुईजना एकछिन झगडा गर्छन्, एकछिन मिल्छन्। दाजु बहिनी मस्त हिँडिरहेछन्। एकछिन मेरो बाबुले यहाँ फेरि के भन्दैछ, मामु आज स्याटरडे हामी स्पेसल के गर्ने भनेर सोध्दैछ उसले चाहिँ। अनि मैले चाहिँ यहाँ मन्दिर आएको के त बाबु, आज स्याटरडे स्पेसल भनेर भने। अनि ऊ चाहिँ ए भनेर हिँडिरहेको छ। अनि मलाई थकेर आयो मामु, म चाहिँ एकछिन बस्छु ल भनेर ऊ चाहिँ बस्यो। अनि म चाहिँ यसो खोलाको नजारा पनि खिचिरहेको छु। अनि त्यस पछाडि हामी चाहिँ मन्दिरमा आइपुगिसकेका छौँ। अनि हामीले चाहिँ भगवान्को दर्शन गर्दैछौँ। पहिला चाहिँ पिपलको भगवान्लाई हामीले दर्शन गऱ्यौँ। त्यस पछाडि म चाहिँ छोराछोरीलाई हिँड्दैछु। उनीहरू पनि हिँडिरहेछन्। अनि हनुमानजीलाई पनि दर्शन गरेँ। त्यसपछि मेरो छोरीले चाहिँ टिकी लाउने मामु भनेर उसलाई चाहिँ मैले टिकी लाउनतिर लागेँ। उसलाई चाहिँ टिकी लाउन भने चाहिँ एकदमै मनपर्छ। जहिले यो मन्दिरमा आउँदा उसले टिकी चाहिँ लाउने नै भन्ने हो। अनि त्यसपछि हामी चाहिँ मन्दिर मजाले दर्शन गऱ्यौँ। अनि छोरी पनि मन्दिर आउनु भएपछि एकदमै खुसी हुन्छ मेरो छोरी चाहिँ। त्यसपछि हामी फेरि एकछिन अलिअलि सामान लिनु थियो। अनि यसो बिग मार्ट जाऊँ भनेर मन्दिरबाट एकछिन मार्टतिर लाग्यौँ। छोराछोरी मक्कै पर्दै हिँडिरहेछन्। बाबुले चाहिँ एकदम केयर गर्छ आफ्नो बहिनीलाई, हात समातेर लिएर हिँड्छ उसले चाहिँ। अनि हामी चाहिँ बिग मार्ट पनि आइपुग्यौँ। अनि त्यस पछाडि छोराछोरी दुवैजना मजाले हात समातेर हिँड्दैछन् उनीहरू चाहिँ। त्यस पछाडि बिग मार्टभित्र हामी छिर्ने बित्तिकै छोरी चाहिँ अब यता र उता गर्न थाल्छिन्। अनि अब उनीहरूलाई फेरि आइसक्रिम चाहियो अरे भनेर यहाँ हेर्दैछ बाबुले चाहिँ। अनि नानीले पनि हेर्दैछिन् दुईजनाले नै। त्यसपछि एउटा आइसक्रिम लिए उनीहरूले चाहिँ। अनि अब मोमो खाने भनेर मोमो पनि हेर्दैछन्। त्यस पछाडि बाबुले चाहिँ बास्केटमा सामानहरू हाल्नु पर्यो भनेर सामान लिएर आउँदै आइरहेछ। अनि मैले चाहिँ आफूलाई के चाहिएको थियो सामानहरू अलिअलि सपिङ गरेँ। के सामान चाहिएको थियो अनि मैले चाहिँ लिएँ। मेरो छोरीले पनि यता के चलाउँदैछिन्। अनि मैले चाहिँ अब भयो जाऊँ भनेर बोलाउँदैछु। उनीहरू दुईजना बाँडेर खाइरहेछन् आइसक्रिम चाहिँ। हामीले चाहिँ सामान सबै किनेर पे गरेर अनि हामी चाहिँ त्यहाँबाट निस्कियौँ। उसले चाहिँ बिग मार्टलाई बाई गर्दैछ मेरो छोरीले चाहिँ। घुम्न पाएपछि एकदम खुसी हुन्छन् नानी पनि। अनि मैले चाहिँ सामानहरू अलिकति लिएर घरतिर जाँदैछु। अनि यहाँबाट त 5 मिनटै पुग्छ घर। फाइनल्ली हामी चाहिँ घरको नजिक आइपुग्यौँ। अनि मेरो बाबु चाहिँ अघि हिँडिरहेको छ मजाले। अनि त्यस पछाडि हामी फाइनली घर आइपुगिसक्यौँ। छोरा र छोरी चाहिँ हिँड्दैछन्। मेरो छोरी चाहिँ आफै हिँड्छिन् मजाले। ऊ भर्याङ पनि आफै उक्लिँदै जाने हो हुन्छ। अनि हिँड्दैछिन्। आज चाहिँ फेरि कस्तो पानी परेको परेछ। त्यसपछि साथीहरू म चाहिँ अब मोमोको लागि अचार बनाउनु पर्यो भनेर यहाँ रेडी गरेँ। तिल भुट्दैछु म चाहिँ। त्यसपछि मैले बदाम पनि मजाले भुटेँ। त्यसपछि एउटा भाँडामा चाहिँ तेल हालेँ। तेल हालेपछि त्यसमा चाहिँ टिमुर फुराएँ साथीहरू। मैले चाहिँ मेन चाहिँ टिमुर, त्यसपछि बेसार हालेर मजाले चलाएँ। जिरा पनि फुराएको छु, त्यो भन्नै बिर्सेछु। त्यसपछि मैले प्याज हालेँ अनि लसुन हालेँ। त्यसपछि मजाले चलाएँ।
टिमुर चाहिँ मोस्ट इम्पोर्टेन्ट है अचारमा चाहिँ। त्यसपछि मैले टमाटर हाल्दै साथीहरू, मैले धेरै बनाउन लाएको छैन, थोरै बनाउन लाएको भएर टमाटर पनि थोरै हालेछु। त्यसपछि मैले जिरा धनियाँको धुलो नुन मजाले हालेर चलाइदिएँ। टमाटरमा चाहिँ अलिअलि पाक्दैछ मजाले, अलिक हल्का धुलो खुर्सानी नै हालिदिएँ। त्यसपछि माथिबाट धनियाँ छर्किदिएँ साथीहरू। त्यसपछि मैले बदाम अनि त्यसपछि तिललाई मजाले मिक्सरमा पिसेँ अनि त्यो अघिको टमाटरहरू हाल्दिएँ मजाले। अनि त्यस पछाडि थोरै पानी हालेर यसलाई ग्राइन्ड गरिदिएँ। अब हेर्नुहोस् त यस्तो मिठो पनि भएछ, हेर्दाखेरि कति राम्रो भयो के मोमोको अचार त साथीहरू। अनि त्यसपछि मैले चाहिँ मोमो पनि मजाले बसाएँ। मेरो छोरा एकदम हतारिरहेछ मोमो खानलाई। त्यसै दुईजना वेटिङमा छन् छोराछोरी नै। अनि उनीहरूलाई चाहिँ मैले सर्भ गरिदिएँ मोमो। अनि दुईजना नै एकदम खुसी भएर मोमो खाएँ। मेरो छोराको चाहिँ अति नै मनपर्छ मोमो। उसले मासु चाहिँ चिकनहरू चाहिँ खाँदैन, तर मोमो चाहिँ खान्छ। एकदम खुसी भएर आजको स्याटरडे चाहिँ मोमो डे भनेर उसले कहिलेदेखि भनिरहेको थियो। त्यही भएर आज चाहिँ मैले छोराछोरीलाई मोमो स्पेसल मोमोको अचार बनाएर स्याटरडे इन्जोय गरेँ। हजुरहरूको कस्तो भयो स्याटरडे साथीहरू? मैले पनि आफ्नो लागि पनि मोमो हालेर अचार हालेर खाएको। यस्तो मिठो भएछ अचार त, एकदमै मिठो भएछ साथीहरू। हस् त बाई बाई, ह्याप्पी स्याटरडे।